नमस्ते, यहाँहरूलाई जिकी सिङ्गरको युट्युब च्यानलमा स्वागत गर्दछु। आज चाहिँ म चादम माला अथवा पिरो माला कसरी उन्न सकिन्छ भनेर देखाउन खोज्दैछु। सुरुमा चाहिँ हामी चादम माला कस्तो कस्तो हुन्छ भनेर देखाउन खोज्दैछु। यो चाहिँ डल्लोमा अनि अरु कुन छ देखाउ न। डल्लोमा अनि यो अलि ठुलो साइजमा, यो लाम्चोमा अलि सानो साइजमा, लाम्चोमा पनि अब हेरी साइज अलि मादल गेडी भन्छ, कुनै के भन्छ है, ढलक गेडी भन्छ। यो चाहिँ साइज हेरी सेप हेरी लाम्चोमा पनि सानो ठुलो दुईटै आउँछ अनि डल्लोमा पनि सबै सानो ठुलो दुईटै आउँछ। हजुरहरुको अर्डर अनुसार पनि बनाउनु। सुरुमा चाहिँ हामी के सामान चाहिन्छ भनेर देखाउन खोज्दैछौँ। यो चाहिँ पिरोमाला चाहिहाल्यो। यो चाहिँ आज कस्टमरको अर्डर हुनाले म यसमै उन्नेछु। अनि यो टुथो चाहिहाल्यो। अनि धागो चाहिँ हामी पहिल्यै रेडी बनाएर राखिसकेका थियौँ। अनि सोली चाहिँ डिजाइनहरू छ, नेपाली इन्डियन सबै भेराइटीहरू हामीसँग उपलब्ध छ। अनि यो चाहिँ गेडी भयो, यो फुल गेडी हो। यसमा काडे गेडी पनि हुन्छ। कस्टमरको अर्डर अनुसार गेडीहरू चाहिँ हामी राखेर अर्डर अनुसार बनाउँछौँ। सुरुमा चाहिँ हामीले धागो राखेर सियोलाई सोलीमा राख्छौँ। अनि यसरी बिस्तारै तानेर यता गाठो बनाइदिन्छौँ। अब चाहिँ हामी उन्न थाल्छौँ है। अब भेलभेट हाल्दै भेलभेट चाहिँ दुईटा हाल्छौँ। प्रत्येक सामानपछि मतलब सोलीपछि पनि भेलभेट हाल्छौँ, त्यसपछि तुथो हालेपछि पनि भेलभेट हाल्छौँ। हजुर। त्यसपछि कुन चाहिँ दाना उन्ने हो त्यो दाना लिएर चाहिँ हामीले अब कति लाइनको बनाउने हो, कति लामो बनाउने हो त्यही अनुसार चाहिँ तुथोहरू चाहिँ युज गर्छौँ हैन। सुरुमा हामीले 3टा हाल्छौँ कि 4टा हाल्छौँ? 3टा हाल्छौँ। 3टा हाल्छौँ। 3टा प्रत्येक पछि भेलभेट हाल्दै 3टा हाल्दै जान्छौँ। त्यसपछि फेरि हामी अनि गेडी हाल्छौँ। कुन गेडी हाल्ने हो त्यसपछि गेडी हाल्छौँ। 3टा उनिसकेपछि मैले 3टा पिरोमाला हालेँ, त्यसपछि गेडी हालेँ। अब 2टा हालेर फेरि तुथो हाल्छौँ। यो गेडी हालेपछि चाहिँ मैले 2टा हालेँ, त्यसपछि तुथो हालेँ र फेरि 2टा हालेँ। अब फेरि सुन गेडी राखेर 3टा हाल्छौँ। अब मैले फेरि यहाँ 3टा हालेँ, त्यसपछि तुथो हालेँ। यो चाहिँ हाम्रो लगभग एउटा मालाको आधा भइसकेको छ। यसरी नै फेरि यता जसरी उन्यायौँ त्यसरी नै यता उन्ने। अनि त्यसपछि माला कम्प्लिट हुन्छ र फेरि सोले हाल्दै धागो हाल्छौँ। अब चाहिँ माला कम्प्लिट भइसकेको छ। अब यसमा सोले हालेर धागो हालेर गरेपछि चाहिँ पुरा कम्प्लिट हुन्छ। यो चाहिँ नर्मल लेन्थ हो हाम्रो। साइज अनुसार लेन्थ अनुसार हामीले चाहिँ बनाउन मिल्छ, लामो छोटो बनाउन मिल्छ। अब चाहिँ माला कम्प्लिट भइसकेको छ। अब हामीले यो भेलभेट गोलो बनाएर भेलभेट काट्नुपर्छ, त्यसपछि चाहिँ माला कम्प्लिट हुन्छ। धन्यवाद।